सुन्दर साक्षीहरू कोटी कोटी प्रणाम। यहाँहरूले यो गेट देख्ने बित्तिकै यो कहाँको दृश्य हो र यो कुन मन्दिर हो पक्कै पनि थाहा पाइसक्नुभयो। हजुर, पक्कै पनि यो 2080 साल फागुन 17 देखि 23 गतेसम्म समुद्घाटन भएको श्रीकृष्ण कृपाधाम हो, यो जुन देवघाट 5 मा रहेको छ। अति नै सुन्दर छ, सुशोभित छ। यो देवघाटको अहिलेको वर्तमान अवस्थामा सबभन्दा सुन्दर र कलात्मक मन्दिर भएको कुरो यहाँको स्थानीय पालिकाले समेत बताएको छ। खास के छ त भन्दा यहाँ धेरै त अब आइसक्नु भएको छ, जानकार नै हुनुहुन्छ। यहाँ धेरैवटा कुराहरू गुरु योजनामा रहेका छन् र बिस्तारै त्यसले मूर्त रूप पाउँदै पनि छ। यो विशेष कलात्मक मन्दिर अघि हामीले देखाएको गेट लगायत सम्पूर्ण चिजहरू चाहिँ उद्घाटन सम्पन्न भइसकेको छ भने हाम्रो गुरु योजनामा परेको र निर्माणको क्रममा रहेको यो अहिले मैले देखाउँदै गरेको यो गोवर्धन पर्वत हामी देख्न सक्छौँ। यो विशेष रूपमा यसको भव्य अवलोकन र दर्शन गर्न र यसको मनोरम दृश्यहरू आफ्नो नयनमा कैद गर्न सक्नुहुनेछ। यो जुन अहिले मैले क्यामेरामा देखाइरहेको छु, यो चाहिँ गोवर्धन पर्वत हामीले एकपटक निर्माण गरिसके पश्चात पुनः यसलाई पुनर्निर्माण गरेर अलिकति यसको भागमाथि उठाएर फेरि हामीले यो भव्य निर्माण गरेर अलिकति आकर्षक र कलात्मक बनाउने एउटा प्रयास गरेका छौँ। जति पनि श्रद्धालु भक्तजनहरू देवघाट दर्शन गर्न आउनुहुन्छ र श्रीकृष्ण कृपाधाममा पनि एकचोटि दर्शन गरौँ है भन्ने एउटा उद्देश्य राखेर यहाँ पाल्नुहुन्छ यस मन्दिरको दर्शनको लागि। उहाँहरू सम्पूर्णले चाहिँ यो भव्य गोवर्धन पर्वत जहाँ भगवान् श्रीकृष्णले आफ्नो कान्छी औँलाले गोवर्धन पर्वत उचालेर सम्पूर्ण गोकुलवासीहरूलाई तत्कालीन समयमा एउटा विपदको जोखिमबाट चाहिँ जोगाउनु भएको जुन हामी पढ्छौँ, जुन हामीले चाहिँ कथाहरूमा श्रवण गर्दै आएका छौँ, त्यही कथामा श्रवण गरेको श्रव्य सामग्रीलाई चाहिँ यहाँ दृश्यात्मक रूपमा प्रस्तुत गर्ने एउटा प्रयास गरिएको छ। यो माथि हामी गोवर्धन पहाडको एउटा प्रतिमालाई देख्न सक्छौँ र तल श्रीकृष्ण भगवान् श्रीकृष्णले आफ्ना सम्पूर्ण गोकुलवासीहरूलाई त्यहाँ रहेका चराचुरुङ्गीदेखि जीवजन्तु लगायत गाईहरूलाई समेत र ग्वालाहरू गोपीहरू सम्पूर्णको चाहिँ एउटा रक्षा गर्नको लागि भगवान् इन्द्रको एउटा स्वर्गका राजा इन्द्रको एउटा अहङ्कारलाई नष्ट पार्दै उहाँलाई एउटा सबक सिकाउँदै गोवर्धन पर्वत उचालेर सम्पूर्ण गोकुलवासीहरूको रक्षा गर्नुभएको थियो। सोही एउटा प्रतिमालाई हामीले यहाँ प्रस्तुत गरेका छौँ र यो एउटा रेलिङ पनि लगाइएको छ। रेलिङ सहित अगाडिपट्टि सानो एउटा कुण्ड पोखरी जस्तो आकृतिको एउटा निर्माण गरेर गोवर्धन पर्वतको दृश्यलाई यहाँहरू सम्पूर्णले अवलोकन गर्न सक्नुहुनेछ र यो सम्पूर्ण भक्तजन श्रद्धालु सुन्दर साक्षी र अवलोकनकर्ताहरू भिजिटर्सहरूको लागि यो ओपन भइसकेको बेहोरा हामी निवेदन गर्न चाहन्छौँ। यो कलात्मक दृश्यसँगै अरू पनि गुरु योजनाका कार्यक्रमहरू यहाँ थपिँदै जानेछ र त्यसको बारेमा हामी पुनः पटक पटक हामी जानकारी गराउने नै छौँ र यस मन्दिरलाई जुन स्नेह र जुन अपार प्रेम दर्शाइदिरहनु भएको छ यहाँहरू सम्पूर्णमा हामी अत्यन्तै आभारी कृतज्ञता पनि प्रकट गर्न चाहन्छौँ र एकपटक देवघाट आउँदाखेरि पक्कै पनि यो मन्दिरको दर्शन गरेर मात्र पाल्नुहोला। यहाँको परिस्थितिको बारेमा आफूलाई केही सुझाव दिन मन लागेको छ भने पनि उक्त कुराहरू चाहिँ यहाँहरूले निर्धक्कसँग राखेर गइदिनु होला र यो पर्यटन प्रवर्धनमा समेत यस मन्दिरले पुर्याएको एउटा टेवालाई चाहिँ यहाँको स्थानीय पालिकाले समेत उच्च प्रशंसा समेत गरिसकेको छ र आजको दिनमा अत्यन्तै कलात्मक र भव्य मन्दिर जुन एउटा श्रीकृष्ण कृपाधाम साक्षात् श्री राजसेमाजीको वासस्थान रहेको यस ठाउँमा सम्पूर्ण सुन्दर साथ धर्मावलम्बी पर्यटक तथा धार्मिक आस्था राख्ने सम्पूर्ण महानुभावहरूमा पुनः न्यानो अभिवादन र स्वागत गर्न हामी आतुर छौँ। यति भन्दै आजको यो भिडियोबाट म बिदा हुने अनुमति चाहन्छु। कृष्ण कन्हैया लाल की जय, प्रणाम।